भयो मेरोमा किन भएन यो प्रश्न मैले आफूमा गर्न चाहन्छु। तर अहिले चाहिँ हाम्रो साना भाइ बहिनीहरूले चाहिँ के विषयमा जाँदैछन् के गर्दैछन् भनेर चाहिँ मैले बुझ्न सकेको छैन है। त्यो कुराहरू म भोलिमा राख्न चाहेँ। धन्यवाद। भोलि हुँदैन, भोलि 11 बजी दुबई एयरपोर्ट टर्मिनलमा पुग्ने, त्यस पछाडि 11 बजी पुग्ने, 12 बजी रुममा पुग्ने हो। फ्रेस हुने एकछिनबाट बिहान काममा जाने हो। हस्त नमस्ते गाइज। अब बिहान निस्केका थियौँ, बेलुका भयो, घुम्दा हिँड्दा भिडियो लिँदै। जाडो त कम्तीको नाम निशानै छैन क्या। जाडो त कम्तीको नाम निशानै छैन र पनि चल्दै रह्यो मुन्ना भाइ। कोक पियो, बर्गर पनि खाओ। यहाँनिर त अब भात खाउँला, दाल खाउँला, रस खाउँला भन्दा त्यो छँदै छैन। यिनीहरूलाई यो दिमागमा आउनु पर्यो क्या। मलाई लाग्छ कि लास्ट टाइम मेरो जर्जियाको यात्रा भन्दा अहिलेको यात्रा चाहिँ एकदम राम्रो भएको लाग्छ क्या मलाई। बुझ्नुभयो? अहिलेको यात्रा जुन चाहिँ एकदम ठिक भएको लाग्छ क्या आफूले आफूलाई उ गर्दाखेरि। तर हजुरहरूले जे भन्नु होला, वक स्वतन्त्रता छ। साथी मेरे सुन लो जरा, यस्तै गाना भयो। आज यस रमाइलो भयो। यो पार्टीभित्र पनि हरियाली हेरेर यसो कुराकानी गरेर यसो बेलुकाले हिँडेर पार्टी पनि हुँदै गयो। अर्को स्टेटमा आइयो हिँड्दै हिँड्दै। अर्को स्टेटमा आइयो। जाडोले हेर्नु। यो ठाउँ भनेको 25 वर्ष भयो आजाद भएको, 25 इयर्स फ्रिडम। जबकि म काममा
हिँडेको मान्छे कुरा बुझ्नु। अब म कुन अवस्थाको मान्छे रहेछु, के रहेछु भन्ने कुरा मलाई आफै थाहा छैन। जुनसुकै कन्ट्री पनि आजाद भएको कति भएछ, तर म आफ्नो काममा, म आफ्नो परिवारमा व्यस्त भएछु भनेपछि कुरा बुझ्नु। मैले के गरेँ? केही पनि गरेन मेरो लागि त। भर्खर अलिअलि गर्न थालेँ, भर्खर अलिअलि मेरो लागि चाहिँ गर्न थालेको म। र पनि अब म्याडम चाहिँ कराउँदै हुनुहुन्छ घरिघरि, मलाई लगिनुहोस् भन्नुहुन्छ। सरी लानु त लान्छु, तर म बाध्यतामा छु भनेर भन्छु। त्यसै यो मेरो आफ्नो आत्मा कहानी हो। जस्तै महावीर पुनले आफ्नो आत्मा कहानी लेख्नुभयो, सबैतिर गर्नुभयो केही गर्छु भनेर, त्यस्तै मेरो पनि आत्मा कहानी हो। केही गर्न म सक्दिनँ, गर्न सकेको पनि छैन। तर जस्ट अब गऱ्यो, नानीहरूले गर्छ, नानीहरूले गर्छ, अब उनीहरूको लागि गरोस्। अब म मेरो आफूलाई पनि अलिअलि यसो हेर्छु घुम्छु भनेर साथीहरूसँग चाहिँ चट्टा घुम्दैछु। ओ जाडो धेरै चिसो, धेरै चिसो, धेरै जाडो। यस्तो लाग्छ कि हिउँहरू यी नजिकै पर्छ, बरफ यहाँ नजिकै पर्छ, त्यस्तो लाग्छ क्या। लु अघि पनि उतापट्टिको एरिया घुमेर अब ठुलो ब्रिजमा, सुरुमा आएको ब्रिजमा यो हामी जाँदैछौँ। उतापट्टि पनि त्यही हो, अहिलेको घरहरू छ, दामी दामी घरहरू छ। घरहरूमा राउन्ड मार्दै हुँदैछौँ। ल अहिले एकछिन राखेँ मैले। ल साथी हो, म अर्को ठाउँबाट फेरि भिडियो लिन्छु। र जाडो साह्रै जाडो चिसो, कोक पिउँदै टक्क लाएर भिडियो बनाउँदै हिँड्ने हो। र हामी यो उसमा आउनको लागि दार्जिलिङ गरेका थियौँ, आइसक्यौँ। यो हाम्रो यो इच्छा थियो हेर्ने, एकदम आएर हेरेर अब निस्क्यौँ। गइहाल्नु साथी, पछाडिको भ्यू दामी कस्तो छ। पुरा सल्लाहघारी जस्तो कहीँ हिँडेर नि, सल्लाह जस्तो, तर एकदम सानो खालको, ठुलो नहुने। बुझ्नुभयो? ठुलो नहुने, सानो चटक्क परेको। त्यसै मान्छेले युरोप भन्दो रहेछ, मलाई बल्ल थाहा भयो। डेन्टर पुग्ने त्यहाँ रहेछ। हेर्नु एकदमै सही क्या। जति पनि छन् टावरहरू, घरहरू मुनिपट्टि क्लिनिक, ग्रोसरी, सोपिङ, कपडाको दोकान, इभन गाडीको स्पेयर पार्ट सबै यहाँभित्र पाउने, माथि फ्ल्याट। तर यहाँनिर धेरै चाहिने रहेछ। हुन त जहाँ जुनसुकै कन्ट्री पनि चाहिने झन्नै छ। दुबई भयो, कतार भयो, मलेसिया भयो, सिङ्गापुर भयो, सबैतिर चाहिन्छ।
जहाँ गए पनि। आजको भिडियो बनाउँदै खाना खाएर नर्मल कोक खाँदै हिँडेको चिसो भइसक्यो बाहिर हिँड्दा त्यसका बाजेको ल मैले राख्छु। मैले एकछिन स्टप गरेँ, गाह्रो भयो गाइस। थ्याङ्क यू। अर्को मलमा आइयो साथी, अर्को मलमा आइयो। यहाँबाट अब क्रस गरिन्छ। त्यति साह्रो खासै रहेछ, अघि जुन गएको थियो नि त्यो जस्तो खास रहेछ। कुछ पीना है कुछ? हाँ आओ साथै बाहिर आइयो। अब अर्को साइडको भिडियो, आज लास्ट अन्तिम दिन भनेर पुरै दबाएर चप्पा चप्पा गल्ली गल्ली सिटी सिटीको लिनु पर्यो भनेर बल गरे हो, अरू त केही होइन। ठ्याक्कै यो पोल्यान्डको जस्तो रहेछ क्या यो सबै त्यो। यो परको बिल्डिङमा जाने प्लान हो। यो जस्तै रहेछ क्या त्यहाँनिर, त्यही भएर साथीले जाउँ भनेर हामी त्यहाँ जाँदैछौँ। अघि त्यहाँनिरको अब त्यहाँबाट अर्को लिनु। यो अगाडिको यो जुन देखिएको छ नि, हो यो म्युजियम रहेछ क्या, यो म्युजियम रहेछ। राम्रो म्युजियम बनाएको रहेछ है। माने मैले घरहरू बन्दैछ। यहाँ काम गर्ने भनेको महिला पुरुष एकदम बराबरी काम गर्नु। हाम्रो जस्तो घरमा महिला घरमा बस्छ, पुरुष बाहिर गएर काम गर्नु यहाँ रहि नसके। महिला पुरुष बराबरी काम गर्नु त्यो यहाँ रहेछ क्या। मैले यो देखेँ क्या। हामी
यो अगाडिको यो मलमा जान्छौँ, यो मलपछि त्यो टावरमा गएर अनि हामी बिस्तारै रिटर्न ब्याक हुन्छौँ।